काम गरिरहेछौ नि है, तिम्रो कर्म गर। किनभने तिम्रो कर्मले नै तिम्रो चरित्र चित्रण गर्छ अनि तिम्रो कर्मले नै तिम्रो भविष्य निर्माण गर्छ। अहिले तिम्रो कर्म भनेको केवल पढाइ पढाइ र पढाइ मात्र हो। त्यसैले त्यसमै लागिपर, अरू सबै बिर्सिदेऊ संसार। अनि त्यसपछि तिम्रो आजको लक्ष्य के थियो र त्यसमा तिमीले कति पुरा गर्यौ भनेर कमेन्ट सेक्सनमा लेख। अनि अब लागौँ हाम्रो भिडियोतिर। ल स्वागत छ सबैलाई अर्को भिडियोमा। यो भिडियोमा पनि मैले विभूति पाण्डेको एन्सर सिट लिएर आएको छु सेन्डअपको। उसको चाहिँ इङ्ग्लिसमा चाहिँ सबैभन्दा राम्रो छ। मैले सामाजिक र नेपालीको देखाएँ र ह्यान्डराइटिङ पनि इङ्ग्लिसको राम्रो छ र राइटिङ पनि अरू दुईवटा भन्दा चाहिँ इङ्ग्लिसको राम्रो छ। त्यही भएर उसको चाहिँ 71 आएको छ है, 75मा एकदम राम्रो नम्बर आएको छ। ल हेर, सुरुमै इम्प्रेसन कति राम्रो छ। क्वेसन नम्बर 1 बिचमा क्वेसन छ, साइडमा मार्जिन छ, अनि ह्यान्डराइटिङ पनि कतै चिटिक्क परेको छ है। अरू नेपालीको कम्पेरिजन चाहिँ इङ्ग्लिसको एकदम धेरै राम्रो छ। अब एन्सरलाई अन्डरलाइन गर्ने कुरादेखि भयो, सब एन्सर मिलाउने कुरादेखि भयो, नकाट्ने कुरादेखि भयो, एकदम राम्रो छ। हामीले पनि यसरी नै गर्न सक्नु पऱ्यो है। अब यो प्यासेजबाट गर्ने जुन क्वेसनहरू हुन्छ तिम्रो, अब सिन प्यासेजको त तिमीलाई पहिल्यै थाहा हुन्छ अलमोस्ट है। अब यो पोएममा चाहिँ पोएमको तिमीलाई उस के भन्छ समरी पनि अलिअलि थाहा हुनु पऱ्यो। पोएमले भन्न खोजेको के हो त्यसको मिनिङ पनि अलिअलि थाहा हुनु पऱ्यो। किनभने यो एउटामा चाहिँ एउटा यो 5 नम्बरकोमा चाहिँ अलि हायर एबिलिटीको यस्तो खाले क्वेसन सोध्छ कि द स्पिकर वान्ट्स टु गिभ अ मेसेज द्याट वी सुड नट गिभ अप इन द मिडल अफ एनी सिचुएसन अर गोल भने होइन। यो त तिमीलाई उसमा पोएममा क्लियरली दिएको हुन्न। जस्तै अब यहाँ द टाउन देख, यो पोएममा दिएको कुरा हो होइन। अब यो ब्रान्चेस अन अ ट्री, फोम, अब्सटाइकल्स भने अब प्यासेजमा दिएका कुरा हुन्छन्। तर यो लास्टको लागि चाहिँ हामीले त्यहाँबाट पाउने नलेज मोरल के हो जस्तो सोधिरहेको हुन्छ। त्यही भएर पोएम तिमीले राम्रोसँग बुझ। यसमा चाहिँ अनि पोएम नै आउँछ स्योर हो कि धेरै चान्स हुन्छ पोएम आउने चाहिँ सिन प्यासेजबाट एउटा। अनि अब क्वेसन नम्बर 2मा अब यो पनि प्यासेज हो। अनि प्यासेज चाहिँ तिमीले के गर भन्दा कोही कोहीले के गर्छन् भन्दा त्यो एन्सर भेट्टाउनको लागि मात्र सपोज यो प्यासेज भयो भने त्यहाँ प्यासेजमा एउटा क्वेसन हेर्छन्, क्वेसन नम्बर 1 हेर्छन् अनि त्यो एन्सर कहाँ छ भनेर खोज्न थाल्छन्, त्यो भेट्टाउँछन्। अनि त्यसपछि फेरि क्वेसन नम्बर 2 हेर्छन् अनि त्यो कहाँ भनेर खोज्छन् होइन। तर मैले पनि पहिला त्यस्तै गर्थेँ। तर बेटर वे चाहिँ के हुँदो रहेछ भन्दा पहिला तिमीले प्यासेज पुरै सरर पढ। तिमीले एकदम त्यो साइन्स बुकै पढे जसरी फोकस भएर पढ्नु भएन, तर स्किमिङ के एकदम सरसर स्क्यान गरे जसरी पढ अनि त्यसपछि क्वेसनतिर लाग। अब त्यस्तो गऱ्यो भने चाहिँ तिमीले त्यहाँ ठ्याक्क त्यो क्वेसन देख्ने बित्तिकै स्ट्राइक भइहाल्छ कि यो एन्सर थियो यहाँनिर छ भनेर। अनि तिम्रो टाइम चाहिँ अलि सेभ हुन्छ कि। अनि भेटेनौ भने चाहिँ अनि त्यसपछि बल्ल राम्रोसँग खोज्न थाले हुन्छ। त्यही भएर प्यासेज सुरुमा सरर पढ अनि क्वेसन हेर, तिमीलाई ठ्याक्क आइहाल्छ। यो अब इङ्ग्लिसमा खासै गाह्रो आइरहेको हुँदैन, तिमीले थापै हाल्छौ अनि त्यो चाहिँ तिम्रो टाइम अलि म्यानेजमेन्ट राम्रो हुन्छ। अब इङ्ग्लिसमा खासै त्यस्तो टाइम म्यानेजमेन्टमा त्यस्तो प्रब्लम त आउँदैन। त्यही पनि यस्तो गर्यो भने चाहिँ तिमीलाई राम्रो हुन्छ है। अब यो पनि प्यासेजकै कुरा भयो, एकदम राम्रो छ सफा है, ठाउँमा नि काटेको छैन उसको। अब यहाँ इङ्ग्लिसमा तिमीले अब क्वेसन पछि लाइन तान्ने फुर्सद नै पाउँछौ, टाइमको इस्यु हुँदैन, एकदम ठिक छ है। अब यो एन्सर त अब तिमीले प्यासेजबाटै हेरेर पढ्ने हो, लेख्ने हो। अनि त्यसमा चाहिँ अब तिमीले अब टेन्सहरू अनि त्यस्तो चाहिँ अब ध्यान दिनु पऱ्यो। सेन्टेन्सको स्ट्रक्चर, ग्रामर मिलेको कि नै त्यस्तो ध्यान दिनु पऱ्यो। अब फुल स्टप छुट्याएर कति धेरैको पोइन्ट 5 काटिरहेको हुन्छ। अब त्यो माइनर मिस्टेकहरूलाई चाहिँ तिमीले ध्यान दिनु पऱ्यो है यसमा चाहिँ प्यासेजमा। यो प्यासेज खासै गाह्रो कुरा होइन। अनि त्यो पहिला पहिला चाहिँ यो सिनोनिम एन्टोनिमहरू क्वेसन जुन हुन्छ त्यो चाहिँ स्टुडेन्टलाई गाह्रो लाग्ने हुन्छ। तर त्यो पनि अहिले सिधै सिनोनिम यसको लेख, सिधै एन्टोनिम लेख भनेर आउन छोड्यो क्या एससीहरूमा। प्यासेजमै अन्डरलाइन भएको वर्डलाई अनि फिल इन द ब्ल्याङ्क्स टाइप गरेर सजिलो बनाएको होस् अहिले चाहिँ। त्यस्तो गाह्रो आउँदैन सिनोनिम एन्टोनिम आए नै पनि। अब प्यासेज त तिमीले गर्ने कुरा, मैले यसमा टिप्स भनेको थिएँ कसरी पढ्ने भन्ने कुरा दिएँ। ल हेर, अब यो प्यासेजकै क्वेसन भयो होइन। अब यसमा चाहिँ पहिला पहिला भएकोले कसरी सोधिदिन्थ्यो भन्दा यसको एन्टोनिम के हो भनेर वर्ड मात्र दिन्थ्यो। अनि त्यसपछि तिमीले एन्टोनिम लेख्नु पर्थ्यो अथवा सिनोनिम लेख्नु पर्थ्यो होइन, सिनोनिम लेख्नु पर्थ्यो। तर अहिले त यहाँ म्याच द फलोइङमा देख्यो अनि तिमीलाई एकदम सजिलो हुन्छ। जस्तै कजिङ अ लट अफ ड्यामेज, डिभास्टेटिङ, टु गिभ अप्रुभल, कन्फर्म, लाइकली टु सफर फ्रम प्रोन। अब यो त सजिलो भइहाल्यो नि, तिमीले यस्तो देखिहालेपछि त। अब प्यासेजमा धेरै नबोलौँ हामी, तिमीले आफै गर्ने कुरा हो।
यसको लागि त्यस्तो टिप्स नै भन्ने पनि केही हुँदैन। अब तिम्रो भोक्याबुलरी राम्रो छ, तिमीले वर्डहरू बुझ्छौ, अब पढ्ने अलिअलि भए नि बानी छ भने चाहिँ तिमीलाई केही पनि गाह्रो लाग्दैन। नत्र त्यो कहिल्यै नपढेको मान्छेलाई चाहिँ यो रिडिङ पनि गाह्रो लागेको हुन्छ। अब ग्रामर, अब ग्रामर त मैले के भनौँ, स्पेसिफिकेसन ग्रिड हेर यसको लागि त है। अनि एससीमा चाहिँ त्यस्तो धेरै कम्प्लेक्स पनि आउँदैन, तर चाहिँ त्यो एक्सेप्सनहरू आउने चान्स हुन्छ कि तिम्रो अलि ठ्याक्क त्यो जनरल रुलले नभेट्ने खालको आउने पनि चान्स हुन्छ है। अब यो ह्याड डाइड भनेको यो यो पेसेन्ट आउनु चाहिँ मर्नु चाहिँ डक्टर आउनुभन्दा अगाडि नै भएको कुरा हो भनेर ह्याड डाइड भन्ने प्रयोग गर्नुपर्छ। अब यो ग्रामरहरू त तिमीले थाहा पाउनु पऱ्यो त्यसरी है। अब यो क्वेसन ट्यागको कुराहरू भयो, अब यो चाहिँ सबै तिम्रो स्पेसिफिकेसन ग्रिडमा लेखेको छ, कुन कुन कहाँ कहाँबाट आउँछ त्यो हेर्दा हुन्छ। अनि अब यो प्र्याक्टिसको लागि चाहिँ सरहरूले अब नोट लेखाउनु भएको छ, अन्त त्यही नोटबाटै पढे भयो है। नभए त्यो इङ्ग्लिस बुक मात्र पढेर चाहिँ अलि पुग्दैन होइन। टेनको त पुग्छ है, टेनको त अलमोस्ट पुग्छ जस्तो लाग्छ है मलाई। त्यो तिम्रो ग्रामरको जुन एक्सर्साइजहरू दिएको हुन्छ त्योबाटै पढे पनि पुग्छ। तर त्यसमा त्यति त्योबाट अलिक स्योर हुन सक्दैन, कन्फर्म हुन सक्दैन भने चाहिँ एउटा ग्रामर बुक उठाऊ, पढ्न थाल। यो पनि खासै गाह्रो कुरा होइन। अब कति दिन छ, आज सहित गरेर 4 दिन भयो होइन एससी आउन। इङ्ग्लिस चाहिँ एक्जामभन्दा 2 दिन अघिदेखि पढ्न थाले चाहिँ तिमीलाई प्रशस्त पुग्छ अहिलेसम्म पढेनौ भने। अब यो क्वेसन नम्बर 10 पनि ग्रामरकै भयो। अब यसमा भन्ने कुरा केही हुँदै हुन्न कि, अब ग्रामर भनेको रुल हो होइन। अब रुल पढ्ने कुनै स्पेसिफिक टिप हुन्न, अब याद गर्ने नै हो। जुन तिम्रो रुलहरू हुन्छ उसको चाहिँ यहाँ एउटा बिग्रेको रहेछ है अहिलेसम्म हेर्दा। काटेको पनि तिमीले देखेछौ कहीँ? हेर देखेको छैनौ नि, यस्तो सफा छ के। अब काटेको पनि हेर पेन्सिलले टक्क पेन्सिलले काट्थ्यो 4 भएन। अब यो यसरी यसरी केरेको छैन है, काटेको पनि सफा के। हामीले धेरैले लेखेको भन्दा उसले काटेको सफा छ क्या है। अब त्यो चाहिँ ध्यान दिनु पऱ्यो, ल्याङ्ग्वेज सब्जेक्टमा त एकदम म्याटर गर्छ। अब यसपछि म अप्सनल म्याथको एउटा पेपर देखाउँछु, फुलमा फुल मार्क्स आएको छ, त्यसमा काटेको पनि छ कि। तर म्याथ भनेको त अब एकदम कङ्क्रिट एन्सर हो, जे हो त्यही हो नि त। म्याथमा त एउटा एन्सर हुन्छ, त्यही भएर त्यसमा काट्नेले नि फरक पार्दैन। एन्सर र प्रोसेस तिम्रो म्याटर गर्छ होइन। तर ल्याङ्ग्वेज सब्जेक्टमा चाहिँ यो तिम्रो प्रेजेन्टेसन पनि एकदम म्याटर गर्छ। त्यही भएर म यसपछि चाहिँ अप्सनल म्याथको जुन देखाउँछु त्यसमा त धेरै काटेको पनि छ, तर उसको चाहिँ 75मा 75 नै आएको छ कि। त्यही भएर यसमा चाहिँ अब ऊ हेर, यहाँ पनि काटेको छ तर पेन्सिलले चट्ट काटेको छ है, यस्तो 4 छैन। अब ग्रामरहरू त तिमीले पढ्ने कुरा हो, अब मैले केही भन्न मिल्दैन यसको बारेमा। अब तिम्रो बुकबाट पढ पहिला। के भन्छ भन्दा अरूतिर लाग्नभन्दा पहिला तिम्रो बुकमा जुन ग्रामरको एक्सर्साइजहरू दिएको छ तिनीहरू टक्क गर पहिला है। अब पहिल्यै गरेछौ भने हेर अनि पढ। त्यही हो। अब राइटिङ पनि तिमीले अब गाइडेड राइटिङ, फ्री राइटिङ तिम्रो स्पेसिफिकेसन ग्रिडमा सबै दिएको छ। अब यो प्याराग्राफ लेख्ने हुन सक्यो, अनि इन्टरप्रिटेसन अफ चार्ट्स हुन सक्यो है। अब यो इन्टरप्रिटेसन रहेछ क्या पाइ चार्टको। अब यिनीहरू चाहिँ तिमीले हेर, अनि यसको चाहिँ फर्मेटहरू क्लियर हुनुपर्छ। सो म चाहिँ के भन्छु भन्दा अब युट्युबमा भिडियो पाउँछौ भने हेर फर्मेट के कसको कस्तो हुन्छ। नत्र एउटा ग्रामर बुक पनि छ भने चाहिँ त्योबाट हेर्न एकदम सजिलो हुन्छ कि, फर्मेटहरू पहिल्यै लेखिदिएको हुन्छ नि त। तिमीले टक्क स्पेसिफिकेसन ग्रिड हेर तिम्रो, अनि त्यसपछि जस्तै यो इन्टरप्रिटेसनमै मैले कस्तो कस्तो युज गर्न सक्छु, कुन वर्डहरू युज गर्दा राम्रो हुन्छ हेर। जस्तै यहाँ इलस्ट्रेट्स भन्ने वर्ड छ नि, अब यो चाहिँ अब पाइ चार्टहरू, बार ग्राफहरू डिस्क्राइब गर्ने बेला चाहिँ चाहिने नम्बर होइन। अब अकर्डिङ टु द चार्ट क्लियरली सोज द्याट द चार्ट डिस्क्राइब्स, अब त्यस्तो फ्रेजहरू चाहिँ हुन्छ होइन। हेर यहाँ द चार्ट डेमोन्स्ट्रेट्स, यस्तो फ्रेजहरू युज गर्नुपर्ने हुन्छ कि। अब त्यस्तो पनि दिएको हुन्छ कि ग्रामर बुकहरूमा चाहिँ। त्यही भएर चाहिँ म एउटा ग्रामर बुक उठाएर हेरिहाल भनेर सजेस्ट गर्छु। नत्र सरहरूले नोट लेखाउनु भएको छ भने त त्यसमा नि खासै केही गर्नु परेन। अब क्वेसन नम्बर 7मा लेटर लेख्ने छ होइन। के को छ, जब एप्लिकेसनको लागि। जब एप्लिकेसनको लागि छ। अब यो लेटरको फर्मेट भयो यो, माथि एड्रेस डेट अनि म्यानेजिङ डिरेक्टरलाई सम्बोधन गर्नु पऱ्यो। अब कहाँको हो अनि त्यसको एड्रेस, डियर सर स्ल्यास म्याडम भयो। अब यो सुरुमा चाहिँ मेरो इन्ट्रोडक्सन भयो। अब म चाहिँ सकेसम्म के भन्छु भन्दा यो इन्ट्रोडक्सन चाहिँ पहिल्यै हेर के लेख्न मिल्छ यस्तो इन्ट्रोडक्सनमा भनेर। जस्तै लेटर टु द एडिटर छ भने चाहिँ के लेख्न मिल्यो भन्दा थ्रु द कोलुम्स अफ यर एस्टिम्ड न्युज पेपर भनेर एउटा फर्मेट हुन्छ कि सुरु गर्ने। त्यही भएर त्यो फर्मेटहरू चाहिँ हेर कि फर्स्ट यो जुन इन्ट्रोडक्सन प्याराग्राफ हुन्छ त्यसको लागि चाहिँ। अनि अब बिचमा त तिमीले जे मन लाग्यो त्यो लेखिदिन पाउँछौ। तर पनि म के सजेस्ट गर्छु भन्दा हरेकको एउटा एकदम स्ट्यान्डर्ड स्याम्पल चाहिँ हेर क्या तिमीले। अनि तिमीले अब त्यो कपी गरिदिँदा भने होइन, हामीले मान्छेले सिक्ने भनेको
कपी गरेर अनि तिमीले कपी गर्दा गर्दा चाहिँ एउटा यस्तो फेज आउँछ कि तिम्रो तिमीले चाहिँ आफै आइडियाजहरू जेनेरेट गर्न सक्छौ। अब हामीले कपी गरेर सिक्ने है धेरै, त्यही भएर स्ट्यान्डर्ड अब यो जब एप्लिकेसन अनि लेटर टु द एडिटर त्यस्तोहरू हेर, ग्रामर बुक होला अथवा इन्टरनेटमा होला, युट्युबमा कतै होला है। अब तिम्रो कोही साथीले राम्रो लेख्छ भने उसको हेर अनि उसकोबाट सिक्ने हो क्या हामीले। अब यो राइटिङमा पनि तिम्रो धेरै केयरमेट गरेको राम्रो मानिँदैन। अनि राइटिङबाट चाहिँ अब तिम्रो ग्रामेटिकल एररहरू स्पेलिङ एररहरू छ भने पनि मार्क्स काटिन्छ है। अनि वर्ड चाहिँ तिमीले कम्प्लेक्स वर्ड युज गर्यो भने फाइदा त हुन्छ, तर त्यो मिनिङलेस भयो भने चाहिँ फाइदा हुँदैन है। अब त्यस्तो इङ्ग्लिसमा तिम्रो के हुन्छ भन्दा यो 10 क्लासको लेभलको इङ्ग्लिसमा त्यस्तो कम्प्लेक्स वर्ड पनि हुनु पर्दैन कि, किनभने अब इङ्ग्लिसमा चाहिँ सबै रुरल एरियाजहरूको स्टुडेन्ट्सहरू अनि सरकारी स्कुलमा जो पढ्छन् उनीहरूलाई नि कन्सिडर गरेर त्यस्तै स्ट्यान्डर्डको कपी चेकिङ हुन्छ होइन। त्यही भएर चाहिँ अलिक सरल भाषामै लेखेछौ भने पनि तिम्रो चाहिँ धेरै मार्क्स आउँछ। तर हुनु के पर्यो भन्दा तिम्रो प्रेजेन्टेसन राम्रो हुनु पर्यो। अब उसको प्रेजेन्टेसन नै राम्रो छ, लेखेको तरिका नि ठिक छ है, त्यही भएर यहाँ 5 नम्बर आएको छ। अनि त्यसपछि अर्को प्रश्न छ, अर्को क्वेसन यो अब एस्से भयो। एस्से पनि अब यो तिमीले धेरैवटा प्याराग्राफमा लेखे है, 3टा प्याराग्राफको मात्र एस्से लेख्ने होइन। अब कज एन्ड इफेक्ट छ भने तिमी कज एन्ड इफेक्ट टाइपको एस्से छ भने जस्तै के हुनसक्छ, ग्लोबल वार्मिङ नै भनौँ न हाम्रो एकदम कमन भनेको। अब त्यसमा चाहिँ सुरुमा इन्ट्रोडक्सन हुन्छ एस्सेमा। अब एस्से पनि हामीले मन परे तरिकाले लेखेर हुँदैन कि, त्यसमा हुक सेन्टेन्स हुन्छ है, हुक सेन्टेन्स हुन्छ अनि लास्टमा तिम्रो फर्स्ट प्याराग्राफको लास्टमा थेसिस स्टेटमेन्ट हुन्छ। त्यस्तो चाहिँ के हुन्छ भनेर हेर। एस्से लेख्ने बेला कोहेरेन्स भन्छ है, त्यो स्ट्रक्चर्ड हुनु पऱ्यो कि तिम्रो लेखेको चाहिँ। अब आइडियाजहरू त तिमीसँग होला, एकदम एडभान्स्ड होला कुनै टपिकमा, तर त्यो आइडियाको फ्लो कस्तो छ, तिम्रो आइडिया माथिदेखि तलसम्म जाँदा अब त्यो रिडर जुन हुन्छ नि, एस्सेको चाहिँ कुरा के हो भन्दा त्यो रिडर चाहिँ माथिदेखि तल जाने बेलासम्म कहीँ अलमल्ली नभएन कि, एउटा आइडियाले अर्को आइडियालाई कुनै बेस प्रदान गरेको हुनु पर्यो। अनि तिमी चाहिँ त्यो रिडर चाहिँ फोकस भएर पढिरहेस् तिम्रो एस्से। अनि त्यो गुड एस्सेको चाहिँ क्यारेक्टर त्यो होइन एउटा, त्यही भएर तिमीले त्यस्तोमा पनि ध्यान दिनु पर्यो है एस्सेको फर्मेटहरू लेख्दा। अब एस्से कसरी लेख्ने भनेर एउटा युट्युब भिडियोमा सर्च गर्न सक्छौ, त्यो खासै ठुलो कुरा होइन। अनि यो अब प्र्याक्टिस चाहिँ गर्नु पर्यो लेख्ने। अब यो फ्री राइटिङको जुन छ नि स्पेसली, अब गाइडेड राइटिङमा त तिमीलाई पहिल्यै दिएको हुन्छ होइन त्यहाँ के लेख्ने भनेर। अनि तिमीलाई चाहिँ अब त्यो अघि मैले भने नि पाई चार्टमा चाहिँ यस्तो यस्तो वर्डहरू चाहिन्छ भनेर, अब त्यही फर्मेटमा त्यहाँ भएको कुरालाई कपीमा लेखिदिने मात्र हो। के अरे नेपालीको त्यो बुदा सरी जीवनी कथा लेख्ने जस्तो। अब यहाँ पनि कथा आइदियो भने तिमीलाई दिएको हुन्छ त्यो। अनि अब कथामा चाहिँ पास्ट टेन्समा हुनुपर्छ, यस्तो यस्तो हुनुपर्छ, टाइटल हुनुपर्छ, मोरल हुनुपर्छ भनेर थाहा पाएपछि त तिमीले त्यहाँबाट खुरुखुरु सारे जस्तै त हो लगभग। त्यही भएर त्यसमा खासै त्यस्तो धेरै प्र्याक्टिस पनि चाहिँदैन त्यसलाई। तर फ्री राइटिङलाई यो अब एस्से भयो अनि लेटर टु द एडिटर भयो, त्यस्तोमा चाहिँ तिम्रो प्र्याक्टिस पनि हुनुपर्छ। अब तिमीले आइडियाहरू जेनेरेट गर्ने तिम्रो क्रिएटिभिटी कस्तो छ त्यो पनि हुनु पर्यो। अनि उसको चाहिँ एकदम राम्रो छ यो इङ्ग्लिस चाहिँ अरूभन्दा पनि। अब यो पनि तिम्रो गाइडेड राइटिङ नै भयो है। अब कङ्ग्रेचुलेसन मेसेजको तिमीलाई फर्मेट थाहा हुनु पर्यो, फोटो छ अनि कन्डोलेन्स छ भने पनि तिमीलाई अब थाहा हुनु पर्यो, डेट अफ बर्थ, डेट अफ डिमाइज है, त्यस्तो कुराहरू चाहिँ थाहा हुनु पर्यो। अब उसको माथिदेखि तल हेर्दा काटेको भनेको एकदम रेयर नै छ है, कस्तो सफा के यो चाहिँ नेपाली सामाजिकको भन्दा पनि एकदम राम्रो छ। अब यत्तिको लेखेँ त म तिमीलाई ग्यारेन्टी नै भन्न सक्छु तिम्रो स्योर आउँछ A+। अनि मैले जे भने अलिअलि टिप्स त्यही हुन्। अब एन्सरहरू चाहिँ तिमीले आफै हेर्न सक्छौ है। अब यो क्वेसन चाहिँ एसओएस एसओएस पुरै नेपालभरि चाहिँ सेन्डअपको क्वेसन एउटै हुन्छ। सो एसओएस स्कुलको चाहिँ तिमीले अब सेन्डअपको क्वेसन पेपर भनेर फेसबुकतिर पनि भेट्टाउला है। यो भेट्टाउन खासै गाह्रो हुँदैन। अनि तिमीले हेर्न सक्छौ अब क्वेसनहरू कस्तो कस्तो थिए भनेर, यो स्पेसली रिडिङको लागि चाहिँ। नत्र त अब यहीँ एन्सरबाट पनि थाहा हुन्छ कस्तो खाले क्वेसन हो भनेर, कुन क्वेसन हो भनेर। त्यही भएर चिन्ता गर्नु परेन। मैले भन्नुपर्ने कुराहरू जे थिए तिमीलाई, अब तिम्रो मेन भनेको त तिमीले आफैले पढ्ने हो। अब इङ्ग्लिसलाई चाहिँ म अब तिम्रो इङ्ग्लिस राम्रै छ भने अब 2 घन्टा 2 दिन अगाडिदेखि पढे हुन्छ। पर्सि एसई छ भने मैले आजबाट पढ्न सुरु गरे हुन्छ भन्छु म चाहिँ। अब तिम्रो अब अलि विक नै छ भने त यसलाई टाइम दिइराख्नु पर्यो। तर यो राइटिङ प्र्याक्टिस चाहिँ अकेजनली आफूले गरिरहेको हुनुपर्ने हो तिमीले पहिला पहिला पनि।
त्यही हो। ल आजको भिडियोमा यति नै थियो। अब तिमीले एन्सरहरू चाहिँ पढ्न सक्छौ है आफै। यसो सर देखाइदिन्छु। माथिबाटै गरौँ न है। यो राइटिङ पार्टको चाहिँ एन्सर देखाइदिन्छु। अब त्यो अरू त तिमीले पढेर खासै केही अर्थ हुँदैन। यो ल ग्रामर पनि हेर। ग्रामर हेर। राइटिङ पनि आफैले पज गरेर पढ्दा हुन्छ है। ल ठिक छ है। अनि एउटा क्वेसन के थियो भन्दा यो तिमीलाई एसेमा जुन यति वर्डमा लेख भनेर भनेको हुन्छ त्योभन्दा बढी वर्ड लेख्यो भने हामीलाई के घाटा हुन्छ कि नै, मार्क्स काटिने जस्तो सम्भावना हुन्छ कि नै भनेर एउटा प्रश्न थियो। त्यो चाहिँ नो है। त्यसको एन्सर चाहिँ तिमीलाई अब 200 वर्डमा लेख्ने भने तिमीले 250 वर्ड लेख्दै पनि नराम्रो चाहिँ हुँदैन, मार्क्स घट्ने भन्ने कुरा। यो चाहिँ तिमीलाई पछि विदेशमा एप्लाई गर्नु पर्यो भने त्यस्तो कुराहरूमा चाहिँ वर्ड लिमिट एकदम स्ट्रिक्टली तोकेको हुन्छ क्या। जस्तै एसएटीहरू गर्नु पर्यो भने त्यसमा स्योर भएन, तर त्यसमा चाहिँ एउटै लिमिटभित्र बसेर तिमीले आफ्नो पुरै आइडियाहरू चाहिँ प्रेजेन्ट गर्न सक्नुपर्ने हुन्छ। तर यो तिम्रो एससीको एक्जाममा चाहिँ डराउनु पर्दैन है, मैले धेरै लेखेर मार्क्स काटिन्छ कि भनेर। ल आजको भिडियोको लागि यति नै थियो। आफ्नो गोल कति थियो र तिमीले कति कम्प्लिट गर्यो चाहिँ तिमीले कमेन्टमा लेख। अरू केही पनि लेख्नु पर्दैन कमेन्टमा है। भिडियो आइडियाहरूको लागि मैले अब के उपयुक्त हुन्छ त्यो हालिरहेको छु। अनि मैले त्यो पोलहरू पनि गरिरहेको हुन्छ, अनि त्यहाँ भोटिङ अनुसार भिडियो आइरहेको हुन्छ है। यो पनि एउटा एकदम डिमान्डेड नै भिडियो हो, त्यही भएर बन्यो। आजको भिडियोको लागि यति। भिडियो लाइक गरिदेऊ, सेयर गरिदेऊ अनि च्यानललाई सब्सक्राइब गरिदेऊ। थ्याङ्क यू।